पूर्व प्रधानमन्त्री एवं नेकपाको संयोजक प्रचण्डको अगाडि माननीय ज्ञानेन्द्र शाहीले मुखभरिको जवाफ यसरी दिएका छन्। अलिकति पूर्व प्रधानमन्त्री पहिलाका वक्ता मान्यज्यूले सुनिदिनु होला। पूर्व वक्ता माननीय पूर्व प्रधानमन्त्रीज्यूलाई म आदर गर्छु। उहाँको स्पिच सुन्दै गर्दा जनजातिबाट पहिला कोही पनि थिएनन् भने पद्मसुन्दर लावती पहिला मन्त्री थिए है। हजुर भर्खर कलेज पढ्दै गर्दा हिरालाल विश्वकर्मा देशको मन्त्री थिए। जनजातिको छोरा कहीँ पुगेका थिएनन् भनेर भाषण गर्नुभयो। तपाईँ भर्खर कलेज पढ्दै गर्दा जनजातिको छोरो यो देशको प्रधानमन्त्री थिए, जसको नाम हो मरिजमान सिंह श्रेष्ठ है। त्यसपछि दलित मुक्ति मोर्चा जिन्दाबाद भनेर आन्दोलन गरिराख्नु भएको थियो। तर मेरो कर्णाली प्रदेशको अञ्चलाधीश उत्तम टमाटा दलितकै छोरा थिए। अनि रुकुम रोल्पाका मगर दाजुभाइहरूलाई अब तपाईँहरूको पहुँच भएन, हतियार उठाउनुपर्छ भनेर लागिराख्नु भएको थियो। त्यही रुकुम रोल्पामा पटक पटक नेपालको इतिहासमा सबभन्दा बढी मन्त्री हुने बालाराम घरती मगर राजाका पालामा मन्त्री नै थिए। त्यो भए हुनाले हिजो केही नभएको होइन। महिलाहरूको हकको कुरा गर्ने भने नेपालको पहिला सम्माननीय पूर्व प्रधानमन्त्री नाबालक नै हुनुहुन्थ्यो। त्यतिखेर नेपालको पहिला मन्त्री द्वारिका देवी ठकुरानी देशको मन्त्री भइसक्नु भएको थियो है। अब मधेसी जनजाति आदिवासीको कुरा गर्ने हो भने पशुनारायण चौधरीदेखि लगेर वेदानन्द झादेखि लगेर साहना प्रधानदेखि लगेर शैलजा आचार्यदेखि लगेर देशको सम्माननीय राष्ट्रपति भइसक्नु विद्या भण्डारी पनि राजाकै पालाका मन्त्रीहरू हुन्। त्यो भएर महिलाहरूको सहभागिता थिएन, कसैको थिएन भन्ने कुरा यो संसदमा त्यो सत्य होइन। हस्, धन्यवाद। जय राष्ट्रवाद, जय नेपाल। समयका लागि प्रचण्ड हेरेको हेरे।